लोक सेवा आयोगले लिने नासु पदको परीक्षाको निमित्त तयारी गरिरहनु भएका भाइ बहिनीहरूको लागि मेरो तर्फबाट यो सानो प्रयास छ। तपाईहरूलाई यो तृतीय पत्र न्याय सेवाको नेपाल न्याय सेवा तीनटी समूह न्याय समूह, कानुन समूह र सरकारी वकिल समूह अन्तर्गतको 1.2 सार्वजनिक र कार्यविधि कानुनको परिचय र भिन्नता शीर्षक लिएर म उपस्थित भइसकेको छु। तपाईहरूलाई यो मेरो भिडियो मन परे सब्स्क्राइब गर्नुहोला, शेयर गर्नुहोला र यस्तै विषयमा तपाईहरूलाई कानुनको जुनसुकै विषयमा तपाईहरूलाई केही जानकारी चाहिएको छ, भिडियो चाहिएको छ भने मलाई कमेन्ट गर्नुहोला। म त्यो विषयमा आफ्नो भिडियो बनाउने प्रयास गर्छु। यति भन्दै आजको छलफल सुरुवात गरौँ। सार्वजनिक कानुन र कार्यविधि कानुनको परिचय। यो नागरिकलाई प्रदान गरिएको अधिकार र सोको उपचारको आधारमा, के को आधारमा? दुईटा कुरा। नागरिकलाई प्रदान गरिएको अधिकार र सोको उपचारको आधारमा कानुनलाई दुई भागमा विभाजन गरिएको छ। नम्बर फर्स्ट के हो त? सार्वजनिक कानुन, अर्को के हो त? कार्यविधि कानुन। अब सार्वजनिक कानुन के हो त? नागरिकलाई हक अधिकार कस्ता कस्ता दिने, नागरिकको हक अधिकार परिभाषित गर्न व्यवस्थित बनाइएको कानुनलाई के भनिन्छ? सार्वजनिक कानुन भनिन्छ। सरकारको के कस्ता अधिकारहरू छन्, नागरिकको के कस्ता अधिकारहरू छन्, त्यो विषयमा क्लियर गर्न, व्यवस्थित गर्न बनाइएको कानुनलाई के भनिन्छ? सार्वजनिक कानुन भनिन्छ। सार्वजनिक कानुन के को? अधिकारको कानुन। यसले कुनै उपचार प्रदान गर्दैन। यसले के देखाउँ? तपाईको यो अधिकार हो, अधिकार सुनिश्चित गर्दछ, तर उपचार प्रदान गर्न अर्को कानुन चाहिन्छ। यो कानुनको निर्माण विधायिका बाहेक राज्यको अन्य अङ्गले गर्न सक्दैन। हेर्नुस् है, बहुत इम्पोर्टेन्ट कुरा छ। सार्वजनिक कानुनको निर्माण विधायिका बाहेक राज्यको अन्य अङ्गले गर्न सक्दैन र यो देवानी र फौजदारी विषय अनुसार छुट्टा छुट्टै हुन्छ। जस्तो देवानी विषयलाई व्यवस्थित गर्नको निमित्त हाम्रो देशमा मुलुकी देवानी संहिता 2074 र फौजदारी विषयलाई व्यवस्थित गर्न मुलुकी अपराध संहिता 2074 छुट्टा छुट्टै सार्वजनिक कानुन निर्माण गरी प्रचलनमा रहेको छ। अर्को यो न्यायको के हो त? साध्य हो, लक्ष्य हो है। यस्तै अब कार्यविधि कानुन के हो त? यसको नामै छ कार्यविधि, अर्थात् काम गर्ने विधि तरिका निर्धारण गर्ने कानुन के हो त? कार्यविधि कानुन। कुन काम गर्छ यसले? यो सार्वजनिक कानुनले प्रदान गरेको हक अधिकार हनन भएमा सोको उपचार प्राप्त गर्नको लागि, सोको उपचार प्राप्त गर्नको लागि विधि निर्धारण गर्ने कानुनलाई कार्यविधि कानुन भनिन्छ। अर्को अर्थमा यसलाई उपचारको कानुन पनि भनिन्छ, किनभने सार्वजनिक कानुनले अधिकार प्रदान गर्दछ र सो अधिकार हनन भयो भने कार्यविधि कानुनले के गर्छ? उपचार प्रदान गर्ने तरिका देखाउँछ र उपचार प्रदान पनि गर्छ। यसले हनन भएको हक अधिकारको प्रचलन गराउने पनि के गर्छ त? काम गर्छ। मुख्य कार्यविधि कानुन विधायिकाले निर्माण गर्छ, तर केही कार्यविधि कानुनहरूको निर्माण सो कानुन कार्यान्वयन गर्ने तत्त निकायले गर्छ। उदाहरणको लागि जस्तै मुलुकी देवानी संहिता सार्वजनिक कानुन हो र सोलाई कार्यान्वयन गर्न मुलुकी देवानी कार्यविधि संहिता मुख्य कार्यविधि कानुन हो भने जो मुलुकी देवानी कार्यविधि संहितालाई अझै क्रियाशील बनाउन कार्यान्वयन गर्न सर्वोच्च अदालतले मुलुकी देवानी कार्यविधि नियमावली बनाएको छ। सर्वोच्च अदालत नियमावली बनाएको छ, जिल्ला अदालत नियमावली बनाएको छ,
उच्च अदालत नियमावली बनाएको छ। यो पनि यो मुल्की देवानी कार्यविधि नियमावली पनि के हो त कार्यविधि कानुन नै हो, तर त्यो विधायिकाले निर्माण नगरिकन कार्यान्वयन गर्ने निकाय अर्थात् सर्वोच्च अदालतले निर्माण गरेको छ। यो न्यायको के हो त साधन हो। हामी अगाडि पनि छलफल गर्यौं। सारबान कानुन के हो त न्यायको गन्तव्य हो, लक्ष्य हो। अनि यो के हो त सो गन्तव्यमा पुग्ने के हो त साधन हो। अब सारबान कानुन र कार्यविधि कानुनको बीचमा के भिन्नता छ यो भन्दा गत वर्ष 2 वर्ष अगाडि यो सोधिसकेको प्रश्न हो। त्यसकारण यसलाई राम्ररी ध्यान दिएर हेर्नुहोला। सारबान कानुन के हो त नागरिकको हक अधिकार परिभाषित गरी सोको हनन भएको प्राप्त हुने उपचार उल्लेख कर। हेर्नुस्, हक अधिकार पनि तोक्छ र हक अधिकार हुनुभयो भने त्यो कस्तो उपचार प्रदान हुन्छ सो उपचार पनि लेख्ने काम कसले गर्छ त सारबान कानुनले गर्छ भने सारबान कानुनले व्यवस्था गरेको उपचार प्रदान गर्ने तरिका निर्धारण गर्ने कानुनलाई के भनिन्छ कार्यविधि कानुन भनिन्छ। यो के हो त न्यायको साध्य हो, गन्तव्य हो। जस्तै यो मानौ न यो बस स्टेसन हो, बस स्टॉप हो भने यो के हो यो साधन हो, यो गन्तव्य हो होइन। गन्तव्य पुग्ने के हो त साधन हो। यो बस स्टेसन हो भने यो के हो त यो बस हो, यो बस हो। जहाँबाट पनि बस के हुन्छ यात्रा तय गर्छ र आफ्नो गन्तव्यमा पुगाउँछ। यसले मुद्दाको विषयवस्तु र उद्देश्यलाई के गर्छ नियमित गर्दछ। मुद्दाको विषयवस्तु र उद्देश्य र यसले मुद्दा मामला गर्ने तरिका र प्रक्रियालाई के गर्छ त नियमित गर्दछ। यस्तै अर्को हो यसले मुद्दाका पक्षको आचरण र तिनका विषयवस्तुको सम्बन्ध निश्चित गर्दछ। जस्तै अब मान्छेले कस्ता कस्ता काम गर्यो भने कसुर हुन्छ भने कुरा सारबान कानुनले उल्लेख गर्छ भने कार्यविधि कानुनले के गर्छ मुद्दाको पक्ष र अदालत बीचको सम्बन्ध र आचरणलाई नियमित गर्दछ। अब कुनै अधिकार हनन भयो भने के उपचार प्रदान हुन्छ भन्ने कुरा सारबान कानुनले उल्लेख गर्छ भने मुद्दाको पक्ष अब कसरी अदालतमा जाने, मुद्दा दर्ता कसरी गर्ने, कस्ता कस्ता प्रक्रिया अपनाउने भन्ना यो काम कार्यविधि कानुनले गर्दछ। अर्थात् यसले मुद्दाको पक्ष र अदालत बीचको सम्बन्ध र आचरणलाई नियमित गर्दछ। यसले कानुनको उल्लङ्घन गरेमा के कस्तो दण्ड सजाय हुन्छ भन्ने उल्लेख गर्दछ भने यसले सो दण्ड सजाय दिने तरिका निर्धारण गर्दछ। अर्को हो सारबान कानुनको जन्म कार्यविधि कानुन भन्दा अगाडि हुन्छ। हेर्नुस् है यो बहुत इम्पोर्टेन्ट छ। सारबान कानुन अगाडि बन्छ कि कार्यविधि कानुन भने तपाईहरुले के एक स्वरमा भन्नुहुन्छ सारबान कानुनको जन्म कार्यविधि कानुन भन्दा अगाडि हुन्छ भने कार्यविधि कानुनको जन्म सारबान कानुन बनिसके पश्चात मात्रै हुन्छ। अब यसको पश्चातदर्शी असर हुँदैन। यो टर्मिनल वर्ड छ, टर्मिनोलोजी छ। यो यसलाई रेट्रोस्पेक्टिभ भनिन्छ। यस्तो के हो भने यो जस्तो अब अहिले विगतमा भइसकेको कामलाई अहिले कसुर ठहर गएर कानुन बनाउनु हुँदैन। भइसकेको जुन अवस्थामा जे कानुन थियो त्यही अनुसार के हुन्छ त दण्ड सजाय हुन्छ भने यसले सारबान कानुनले विश्वास गर्छ। तर कार्यविधि कानुन के भन्छ होइन अब विगतमा कानुन भइसकेको थियो सारबान कानुन, तब अब अहिले यसलाई कसरी कार्यान्वयन गर्ने भने पछि पनि यो विगतमा र भविष्यमा आउने समेतलाई विचार गरेर कार्यविधि कानुन बनाउन सकिन्छ। अब मुल्की देवानी संहिता र मुल्की अपराध संहिता 2074 सारबान कानुनको उदाहरण हो भने मुल्की देवानी कार्यविधि संहिता र मुल्की फौजदारी कार्यविधि संहिता 2074 कार्यविधि कानुनको उदाहरण हो। अब तब यो फरकले पनि जस्तो यसै सारबान कानुन भनेको के हो सोध्यो भने पनि यो पोइन्टहरु टक 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 लेख्न सकिन्छ है।
त्यस्तै यो फरकले पनि यो दुईटैको के हुन्छ त परिचय दिन्छ, यसको महत्त्व सबै कुरा यसले बताउँछ है। ल अब यति भन्दै तपाईँको पूर्ण सफलताको कामनाको स्वरूप मेरो तर्फबाट यो सानो प्रयास थियो र तपाईँको सफलताको कामना गर्दै म यो भिडियो यही अन्त्य गर्दछु। तपाईलाई यो भिडियो कस्तो लाग्यो भनेर कमेन्ट गर्नुहोला र कानुनको विषयमा अझै कुनै विषयमा पनि तपाईलाई केही चाहियो भने मलाई कमेन्ट गर्नुहोला।